foggy road, slow your load. Hawanakunda. साथीभाइहरू पनि गणेश टक मन्दिरको गणेशको दर्शन गर्नु होला। गणेश टकको हालको वेदर चाहिँ यो यस्तो खाले भइदिइरहेछ। कोही बेला चाहिँ यसो धर्मपट्टि पनि लाग्नुपर्छ, मजा आइदिन्छ। कोही साथीभाइहरू अब हामी जस्तो मान्छे धर्म कर्ममै लिन त हुन सक्दैन, तर कोही बेला चाहिँ गुम्बा मन्दिर चाहिँ आइदिन्छ। बिजो रमाइलो पो हुँदो रहेछ त। टुरिस्टको क्राउड पनि निकै रहेछ है गणेश टकमा। गणेश टकको यस्तो चिसो वेदरमा चाहिँ आम्बो समोसाको स्मेल चाहिँ अगाडि मिठो आइदिँदैछ नि, कम्ता मजा आउँछ अब खानु चाहिँ फेरि। गणेश टकको वेदर फिलहाल यस्तो छ। टुरिस्टको पनि क्राउड रहेछ मार्चको सिजन। गणेश टकदेखि चाहिँ अब नेक्स्ट प्लान्ट, त्यसको बाद लासा फल्स, त्यसको बाद सिमी पोइन्ट, त्यसको बाद सिधै घरमा। सरी, अझै एउटा पोइन्ट छ बिचमा, हुलुरे डाँडा पनि छ। फगी रोड, स्लो योर लोड। आइपुग्यो हुरहुरे डाँडा बुलबुले। अञ्चगरको आएर दैवले पुऱ्याउँछ भनेको जस्तो फोन स्विच अफ हुन आँटेको थियो, फोन चार्ज गर्नु पनि पाएँ एकछिन, चियाहरू पनि खुवाइ भयो। हुरहुरे डाँडा डन। अब नेक्स्ट प्लान्ट, त्यसको बादमा लासा वाटरफल्स। साथीभाइहरू फाइनली प्लान्ट आइपुगे। यहाँ पनि टुरिस्ट चाहिँ निकै रहेछ। प्लान्ट कन्जर्भेसनरी के हो अब। यता चाहिँ टिकट काउन्टर, इन्ट्री फी 30। क्याफेटेरिया, टिकट काउन्टर। यत्रो टुरिस्ट आउने जग्गामा टुरिस्ट स्पट होइन एउटा पोइन्ट। डिजिटल जमानामा पनि अनलाइन चाहिँ हुँदैन। अब पैसा बोकेन भने चाहिँ यस्तो कुरो पाउँछ। अनलाइन राखेको भए चाहिँ राम्रो हुन्थ्यो। क्यासै चाहिन्छ अरे, पेमेन्ट हो, अनलाइन हुँदैन अरे टिकटको। बुलबुले पनि आइपुगे। पानी चाहिँ गणेश टकदेखि हिँडेकोदेखि परेको। लासा वाटरफल्ससम्म त आइभयो। आजको जुन चाहिँ के ब्याड भयो भन्दाखेरि चाहिँ दिन बिग्रिदियो, अन्त पानी परेको परे, त्यसले गर्दाखेरि फगी लागेर केही नदेख्दिने हो। तर आज चाहिँ सबसे विषय के भयो भन्दा
त्यो वेदर बिग्रेर बिजोक भइदियो नि त। भ्यू टावरदेखि चाहिँ अब खोरा फगी हेर्नुपर्छ। टिकट काट्नु पर्दा म त झन्डै फक्टी होला चढ्दै थिएँ कि। वेदर नबिग्रेको भए चाहिँ दामी दामी देखिदिन्थ्यो यहाँदेखि भ्यूहरू। घरिघरि अब यस्तो पोइन्टहरूतिर घुम्नु आउनु टाइम पाइदिँदैन हो। आज चाहिँ टाइम पाएको थिएर आइदिएको थिएँ कि बिसात भइदियो वेदर बिग्रेर क्या यो खालको वेदर भइदियो। माथि टावर पनि गएँ, खालि चारैतिर फगी लागेर केही पनि नदेख्ने भइदिइरहेको छ हो। टावरमा सरासर जाँदै थिएँ कि टिकट काट्नुपर्छ अरे कि अन्त मलाई त यादै थिएन फोक्ट्यो होला भनेर झन्डै माथि गइदिएको थिएँ भनिदिएको थिएँ कि आम्बो अर्को मान्छेले क्या कुट्ला जस्तो हेरिदियो कि बा चोर जस्तो देखेँ कि त को नि त कुट्ला जस्तो हेरिदियो कसम भनिदिएको। उसको सुत्ने जग्गा चाहिँ रडी दामी रहेछ नि त। नाथुला 54 किलोमिटर रहेछ टाँसी भ्यू पोइन्टदेखि। गान्तोक 6 किलोमिटर, चुङथाङ 80 किलोमिटर रहेछ, सिलिगुडी 129 किलोमिटर। र हाल अहिले टाँसी भ्यू पोइन्टको वेदर चाहिँ यस्तो खालको भइदिइरहेछ। वेदर बिग्रेकोले गर्दा बिसात भइदियो आज घुम्नु आएको।